प्रश्न नम्बर 1 रहेको छ आजको पहिलो प्रश्न रहेको छ नेपालमा महिला शिक्षाको औपचारिक सुरुवात कुन राणा प्रधानमन्त्रीको पालादेखि भएको हो? अप्सन एमा देव शमशेर, अप्सन बी वीर शमशेर, अप्सन सी चन्द्र शमशेर, अप्सन डी जुद्ध शमशेर। हैन, नेपालमा महिला शिक्षाको औपचारिक सुरुवात कुन राणा प्रधानमन्त्रीको पालादेखि भएको हो भनिएको छ। यो कसको पालादेखि भएको हो त? यो भएको वीर शमशेरको पालादेखि भएको हो। वीर शमशेर विक्रमसम्वत 1947 मा वीर शमशेरले हैन यो आफ्नै दरबारमा महिला शिक्षाको अनौपचारिक सुरुवात गरेका थिए। पछि उनले दरबार स्कुलमै महिलाहरूको लागि कक्षा सञ्चालन गरी औपचारिक थालनी गराए वीर शमशेरले। अब देव शमशेरले गरेको भनेको यिनले भाषा पाठशालाको स्थापना गरेका हुन् हैन, शिक्षालाई व्यापक बनाउने प्रयास गरे। तर महिला शिक्षाको सुरुवातकर्ता भनेका वीर शमशेर नै हुन्। चन्द्र शमशेरले गरेको काम भनेको यिनले त्रिचन्द्र कलेजको स्थापना भयो जुन उच्च शिक्षासँग सम्बन्धित थियो हैन। जुद्ध शमशेरले एसएलसी बोर्डको गठन र शिक्षामा आधुनिकता ल्याएका थिए जुद्ध शमशेरले। ल प्रश्न नम्बर 2 हेरौँ। प्रश्न नम्बर 2 के रहेको छ त? वृद्धि र विकासका निर्धारकमा तलका मध्ये कुन पर्दछ भनेको छ। यो अप्सन एमा वंशानुक्रम, अप्सन बीमा पौष्टिक आहार, अप्सन सीमा वातावरण, अप्सन डीमा वंशानुक्रम र वातावरण। वृद्धि र विकासका निर्धारकमा पर्ने भनेको वंशानुक्रम र वातावरण हो हैन। बालबालिकाको वृद्धि र विकासमा यो आन्तरिक कारण अब यो वंशानुक्रम र बाह्य कारण भनेको वातावरण, दुवैको अन्तर्क्रियात्मक भूमिका हुन्छ यी दुईटैको। त्यसैले यो सबैभन्दा वृद्धि र विकासको लागि निर्धारक भनेको वंशानुक्रम र वातावरण हो। अब वंशानुक्रम यो भनेको छ जुन यो जन्मजात गुण हो, यसले मात्र विकासलाई निर्धारण गर्दैन। पौष्टिक आहार यो वातावरण अन्तर्गत पर्ने एउटा तत्त्व मात्र हो हैन। वातावरण मात्रै भनेको चाहिँ यसले बाह्य प्रभावलाई मात्र समेट्छ, जन्मजात गुणलाई समेट्दैन। त्यसैले वृद्धि र विकासका निर्धारकमा वंशानुक्रम र वातावरण पर्दछ। ल अर्को प्रश्नमा अगाडि बढ्छौँ। अब प्रश्न नम्बर 3 हेरौँ। कुनै एउटा परिस्थितिबाट सिकेको सिकाइले अर्को कुनै ठाउँमा बाधा सिर्जना गर्ने खालको स्थानान्तरणलाई के भनिन्छ भनेको छ। सकारात्मक स्थानान्तरण, नकारात्मक स्थानान्तरण, शून्य स्थानान्तरण, विस्मरण। प्रश्नले के भन्यो त? कुनै एउटा परिस्थितिबाट सिकेको सिकाइले अर्को कुनै ठाउँमा बाधा सिर्जना गर्ने खालको स्थानान्तरणलाई के भनिन्छ? अब सकारात्मक स्थानान्तरण भनेको छ यो पूर्व सिकाइले नयाँ सिकाइमा मद्दत गर्छ भने त्यो सकारात्मक हो। सकारात्मक स्थानान्तरण भनेको पूर्व सिकाइले नयाँ सिकाइलाई मद्दत गर्दछ भने यो त्यो सकारात्मक स्थानान्तरण हो। अब शून्य स्थानान्तरण भनेको छ अप्सन सीमा यो सिकाइले अर्कोमा कुनै असर, मद्दत वा बाधा गर्दैन भने त्यो शून्य हो। विस्मरण भनेको यो सिकेको कुरालाई बिर्सने प्रक्रिया हो, स्थानान्तरण होइन भने यो के हो त? नकारात्मक स्थानान्तरण हो कि। यहाँ बाधा सिर्जना गर्ने खालको स्थानान्तरण भयो नि त हैन। जब पूर्व सिकाइले नयाँ सिकाइमा कठिनाइ, बाधा उत्पन्न गर्छ भने हैन। जस्तै अर्को कुरा, नेपाली टाइपिङ जानेकोलाई अंग्रेजी टाइपिङमा अलमल हुनु, त्यसलाई नकारात्मक स्थानान्तरण भनिन्छ, किनभने त्यसले बाधा सिर्जना गर्यो नि त त्यहाँ है। ल प्रश्न नम्बर 4 हेरौँ। अब
सम्बन्ध प्रत्यावर्तन सिद्धान्तको प्रयोग शिक्षणमा कुन रूपमा गर्न सकिन्छ भनेको छ। अप्सन एमा आदत बानीहरू र अनुशासन निर्माण, अप्सन बीमा नचाहिँदा प्रतिक्रियाहरू हटाउन, अप्सन सी प्रथम सिकाइ सिकाउन र पशु तालिम दिन, अप्सन डी माथिका सबै भनेको छ। पहिले हामीले प्रश्नको भाव बुझ्नु पर्यो हैन। यो सम्बन्ध प्रत्यावर्तन सिद्धान्तको प्रयोग शिक्षणमा कुन रूपमा गर्न सकिन्छ भनेको छ हैन। आदत र बानीहरू र अनुशासन निर्माण यो पनि यो शिक्षणमा प्रयोग यो गर्न सकिन्छ। सम्बन्ध प्रत्यावर्तनको सिद्धान्तको प्रयोग शिक्षणमा यो पनि हो। नचाहिँदा प्रतिक्रियाहरू हटाउन यो पनि हो। प्रथम सिकाइ सिकाउन र पशु तालिम दिन यो पनि हो। त्यसैले माथिका सबै हुन् कि अप्सन डी राइट एन्सर हो। यो प्याभलोभको क्लासिकल कन्डिसनिङ सिद्धान्त जुन बानी निर्माण हैन संवेगात्मक समस्या हटाउन र साना बालबालिका वा जनावरहरूलाई सुरुवाती तालिम दिन यो उपयोगी हुन्छ। अब यी तीनै विकल्पहरू सही छन् हैन। त्यसैले माथिको हामीले के त सबैलाई हामीले छनौट गर्यौं उत्तर सही एन्सर। ल प्रश्न नम्बर 5 हेर्छौं। अब सम्बन्ध प्रत्यावर्तन सिद्धान्तमा स्वाभाविक उत्तेजना कुकुरलाई देखाई हैन, कुकुरलाई देखाई यो यहाँ अब जबरजस्ती भनिएको, जबरजस्ती प्रतिक्रिया प्राप्त गरिन्छ भने कार्यप्रक सम्बन्ध प्रत्यावर्तन सिद्धान्तमा के गरिन्छ भनेको छ कि अप्सन एमा मुसा परिवारले आफै क्रियाकलापबाट स्वत प्रतिक्रिया देखाउँछ हैन। अप्सन बीमा सम्बलनका माध्यमबाट प्रतिक्रिया देखाउन लगाइन्छ, अप्सन सीमा उत्तेजनामा जोड दिइन्छ र अप्सन डीमा सजायमा जोड दिन्छ। भनेपछि यो मुसा परिवारले आफै क्रियाकलापबाट स्वत प्रतिक्रिया देखाउँछ यो नै सही उत्तर हो हैन। अप्सन ए नै सही उत्तर हो। स्किनरको कार्यफरक सिद्धान्तमा प्राणी सक्रिय हुन्छ हैन, प्रतिक्रिया पहिले आउँछ र त्यसको नतिजाले व्यवहारलाई के गर्छ त बलियो बनाउँछ हैन। यो नै अप्सन ए नै राइट एन्सर रहेको छ। ल प्रश्न नम्बर 6 हेर्छौं। अब पाठ्यक्रमका तत्त्वहरूको क्रम कुन हो भनेको छ। अप्सन एमा उद्देश्य, विषयवस्तु, क्रियाकलाप र मूल्याङ्कन, अप्सन बीमा विषयवस्तु, उद्देश्य, क्रियाकलाप र मूल्याङ्कन, अप्सन सीमा उद्देश्य, मूल्याङ्कन, विषयवस्तु र क्रियाकलाप, अप्सन डी उद्देश्य, विषयवस्तु, मूल्याङ्कन र क्रियाकलाप। पाठ्यक्रमका तत्त्वहरूको क्रम, पाठ्यक्रमका तत्त्वहरूको क्रम भनेको यो उद्देश्य, विषयवस्तु, क्रियाकलाप र मूल्याङ्कन हो हैन। सबभन्दा पहिले उद्देश्य, त्यसपछि विषयवस्तु, क्रियाकलाप र मूल्याङ्कन। अब पाठ्यक्रम निर्माणको तार्किक क्रम नै यही हो। पहिले नै हासिल गर्ने उद्देश्य, त्यसका लागि पढ्ने भनेको विषयवस्तु भयो, कसरी पढ्ने भनिसकेपछि क्रियाकलाप हैन विधि, र अन्त्यमा हासिल भनेर जाँच्ने भनेको के हो त मूल्याङ्कन हो। ल प्रश्न नम्बर 7 हेरौं। पाठ्यक्रमको व्यापक अर्थ भन्नाले ड हो भनेको छ विद्यालयमा प्रदान गरिने ज्ञान, विद्यालयमा प्रदान गरिने विषयवस्तुहरूको क्रमबद्ध सूची, उद्देश्य प्राप्त गर्न बनाइएको वृहत शैक्षिक योजना, उद्देश्य प्राप्तिका लागि गरिने दौडको मैदान भनेको छ। अब पाठ्यक्रमको व्यापक अर्थ भन्नाले पाठ्यक्रमको के रहेछ त विद्यालयमा प्रदान गरिने ज्ञान भनेको छ। यो विद्यालयमा प्रदान गर्ने ज्ञान भनेको यो पाठ्यक्रमको संकुचित अर्थ हो। यो के हो त पाठ्यक्रमको संकुचित अर्थ हो यो होइन हैन, यो होइन। अब
विद्यालयमा प्रदान गरिने विषयवस्तुहरूको क्रमबद्ध सूची भनेको छ। यो पाठ्यक्रमको संकुचित अर्थ हो, हामीलाई व्यापक अर्थ भनेको छ है। उद्देश्य प्राप्तिका लागि गरिने दौडको मैदान, उद्देश्य प्राप्तिका लागि गर्ने दौडको मैदान यो पाठ्यक्रम, करिकुलम हैन। करिकुलम शब्दको शाब्दिक अर्थ हैन, जुन ल्याटिन ओड कररको व्यापक अर्थ हो। त्यसैले पाठ्यक्रमको व्यापक अर्थ भन्नाले उद्देश्य प्राप्त गर्न बनाइएको वृहत शैक्षिक योजना हो हैन। व्यापक अर्थमा पाठ्यक्रमले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयभित्र र बाहिर गरिने सम्पूर्ण शैक्षिक अनुभव र योजनालाई यसले के गर्छ त समेट्दछ। त्यसैले अप्सन सी इज राइट एन्सर रहेको छ। ल अर्को प्रश्नमा अगाडि बढौँ।